उहाँहरूले के जानकारी दिन आएको छ भने 5 बजिसक्दा पनि मसला नसकिएपछि यहाँका कर्मचारीहरू उठुलपुठुल भएर छटपटाउँदै हुनुहुन्छ र यहाँ सुशील दाइले हतार हतार खाँदै हुनुहुन्छ भने यता मागु अङ्कलले हतार मसला मोल्दै हुनुहुन्छ। यहाँ पढाउ अङ्कलको छुट्टै काम छ, उहाँले यहाँ मसला राख्दै हुनुहुन्छ। अनि यहाँ दिदीले चाहिँ यहाँ चाहिँ हेल्परको रूपमा बस्नु भएको छ दर्शकबिन। यहाँ खङ्ग्री गर्दै यहाँ अङ्कल जोसिँदै गरिरहनु भएको छ, किनकि 5 बजिसकेपछि सबैले घरमा जाने मन हुन्छ र माघे नजिकै गर्दा डाङमा थारू समुदायका मान्छेहरूको उठुलपुठुल भएको छ। उहाँहरूले घरमा बसेर ढिकी बनाउने कि काममा आएर काम गर्ने भनेर छुट्याउन सक्नु भएको छैन, हो कि अङ्कल? त्यसै गरी उहाँको एउटा पोल खोल्न मन लाग्यो मलाई। उहाँले चाहिँ बिहान एउटा कोब्रा कुच्याउनु भएको छ है गाइज, उहाँले चाहिँ बिहान एउटा कोब्रा कुच्याउनु भएको छ र त्यो कुरा चाहिँ उहाँ र मलाई बाहेक कसैलाई थाहा छैन अहिलेसम्म। यो कुरा ठेकदारसम्म पुग्यो भने चाहिँ उहाँमाथि अनुसन्धान गरिनेछ। दर्शकबिन अहिले साँझमा एकदम रमाइलो घाम लागिरहेको छ, राम्रोसँग उठाउने कहाँले जाने भित्र लाग्ने हो कि? दर्शकबिन उहाँले मलाई हेल्परको रूपमा यसरी बोलाउनु भयो, मैले स्वीकार गर्ने उहाँको निमन्त्रणालाई सहज स्वीकार गरेर फेरि भित्र गइसकेको छु। हाम्रो चाहिँ यहाँभित्र यो पाइपलाई चाहिँ के गर्ने रे अङ्कल? टाल्दैछौँ दर्शकबिन। उहाँलाई पनि घर जान हतार भएर हतार यहाँ ताल्न खोज्दै हुनुहुन्छ, तर उहाँको त्यो ताल्ने तरिका हेर है त गाइज। वाउ अङ्कल, त्यही हो गाइज, भित्री अवस्था त्यही हो। फेरि मैले तपाईँहरूले बाहिरको अवस्था देखाउनेछ, बाहिरको अवस्था चाहिँ कस्तो छ त। उहाँ अङ्कल चाहिँ के को पोल खोलिदिएको थियो, डराएर कालो निलो भइसकेको छ। उहाँको अनुहार कालो निलो भइसकेको छ, डराउनु पर्दैन, म छु। उहाँ र मलाई मात्र थाहा थियो यो कुरा, उहाँहरूले पनि भन्नुहुने छैन यो कुरा गोप्य हुनेछ, हो कि होइन दिदी? हो यो कुरा कसैलाई पनि भन्ने छैन है, भन्नुहुने छैन। त्यसै गरी तल हुनुहुन्छ भने हाम्रो बडे पापा चाहिँ उहाँ आफ्नो काम सकेर आफ्नो कार्यस्थलबाट उठेर, हेलो बडे पापा गाइस, यो चाहिँ मेरो एकदम स्पेसल गेस्ट। यसलाई चाहिँ मैले आज भात खाना दिएको थिएँ, तर यसले मेरो भात पचेन। यसको अनुहार देख्न सक्नुहुन्छ यी, यसलाई पचेन मेरो भात, खाएन यसले। यो मासु खान पल्केर रहेछ, यसले साग नखाने रहेछ गाइस, त्यही भएर यसले खाएन। त्यति हो गाइस, हस् त धन्यवाद।